Hi everyone, good evening. This is our small family evening walk when he's off, and he's like to Small boy. small Black boy. boy. He like outside for the fresh air. Say hello. Say hello. Yes, I'm going out. Yeah. Okay, say bye bye. Okay. हेलो मित्रहरू नमस्ते नमस्ते सबैजनालाई। हामी तिनजना चाहिँ यसो साँझ चिसो 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 ताजा हुनलाई हावा खान हिँड्दैछौँ। अब युरोपको बाटो यस्तै छ, ठिकै छ, राम्रो छ। यसो रुखहरू पनि छन्। म चाहिँ सानो भिडियो बनाउने कोसिसमा छु है मित्रहरू। आज चाहिँ मङ्गलबार छुट्टीको अवसर पारेर यसो साँझ यात्रामा हिँडेको छौँ। म एक्लै मात्र छैन, यहाँ मेरो मक्क परेर राजा बनेर बसेका छन्। नमस्ते गर गुरु। यस्तै छ साथीहरू, यता बाटोमा हिँडिरहेको गाडीहरू पनि आइरहेको छ। अब युरोपको बाटो यस्तै छन् है। अब राम्रो राम्रो जस्तो नि देखिन्छ, ठिकै जस्तो नि देखिन्छ। यस्तै छ मित्रहरू। अहिले बाटोमा हिँड्दैछौँ। बाटोको दृश्य चाहिँ रोमाञ्चक छ। साँझ घाम मस्त आइसकेको छ। यसो बाटोमा हिँड्दै गर्दाखेरि यसो लिएको भिडियो अब त हेर्नु होला। मान्छेहरू धेरै बाक्लो त छैन, फाटाफुटा हिँडिरहेछ, गाडीहरू पनि फाटाफुटा आइरहेछ। तर साँझ पाख हिँड्नलाई एकदम रमणीय दृश्य देखिएको छ। हेर्नु होला। पुत्र चाहिँ थोडा हल्ला गर्छन्, अलि बदमास हुन खोज्छन्। यो मेरो काले पुत्र यो आनन्दले बसिरहेछन्। र पनि मान्छे देखेन भने उनीहरू खोजिहाल्छ, चुइचुइ गरिहाल्छ। अहिलेदेखि नै क्रिसमसको लागि बत्तीहरू टङ्ग्याउने, झिलमिल बनाउने कार्यक्रम सुरु भइसकेको छ यतातिर। अब क्रिसमसको लागि चाहिँ बहुत मेहनतका साथ बत्ती सजाउने कामहरू गर्छन् यतातिर। अहिले नै यति झिलमिली बनाइसक्यो। यस्तो घरहरू, सानो घरहरू, साना साना इन्स्टलहरू बनाइसक्यो। क्रिसमसको बेला बजार लाग्छ यतातिर। एकदम रमणीय दृश्य छ यतातिर। हेर्ने साथीहरू, क्रिसमस ट्री अहिले नै खडा गरिसक्यो यतातिर। यति अग्लो ठुलो हेर्ने साथीहरू। यो कोन आकारका एउटा सुन्दर साँझको उदाहरणीय दृश्य हो यो। एकदम रमणीय रमाइलो पल छन् यतातिर। अहिले यताको 5:23 गयो। यहाँ 23 डिग्री रहेछ यता तापक्रम। त्यही पनि चिसो अनुभूति भइरहेको छ। यतातिर पुरै सपिङ सेन्टरहरू, जाराहरूको विभिन्न किसिमकाहरू छन्। अनि यहाँ सानो घरहरू चाहिँ क्रिसमसको लागि बनाएको सानो घरहरू। अनि यहाँ यो अग्लो क्रिसमस ट्री भइहाल्यो। यसरी मजाले सजाएको छन्। यो चाहिँ यताको डिस्ट्रिक्ट एडमिनिस्ट्रेसन अफिस हो। यो चाहिँ पहिला ब्रिटिसले कब्जा गर्दा बनाएको बिल्डिङ, तर अहिले पनि यिनीहरूले प्रयोग गरिरहेको छ। अनि यहाँ चाहिँ मेरो दुईजना अति हितैषी मित्रहरू यता मक्क परेर बसेको छ। यहाँ छोरालाई क्रिसमस ट्री देखाएको। छोरा नाची नाची गरिदिनुहोस् ल। नाची 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 भने नाची 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 नाच्नलाई खुब रुचाउँछन्। नाची 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 हात अहिले दिने हल्लाउँछन्। आमा नाच्यो भने छोरा पनि नाच्छन्।
दुई शब्द के भन्नु छ यो साँझमा? छैन, म बाबु बगिरहेको छु। अब यतातिर चाहिँ अब क्रिसमसको तयारी छ। अब अझै राम्रो बनाएको छैन। अब भोलि पर्सि टाइम मिल्यो भने राम्रो बनाएको बेला आएर देखाइदिउँला हजुरहरूलाई। दुई दृश्य जोड्ने जमर्को गर्छौँ होइन त? यतातिर हेर्नु होला। मेरो चाहिँ यो रमाइरहेको छ, नाच्छ पनि। ल नाची नाची सबैजनालाई हाई गर्दैछ, हाई गर्दैछ। ल नाची नाची नाची, हेलो भन्नु सोरो, नाची नाची नाची, हेलो नाची नाची नाची। मलाई चाहिँ आजको यो साँझ यात्रा चाहिँ अति नै रमाइलो भएको महसुस भयो मित्रहरू होइन। एकदम झिलिमिली छ साँझ, यिनीहरूलाई शीतल हावा चलिरहेछ। अब मान्छेको भिडभाड पनि धेरै छैन, फटाफट मान्छे छन्, तर सुन्दर सन्ध्या भएको महसुस भयो साथीहरू। हेर्नु होला सानो दृश्य, हावा सुसु सुसु चलिरहेछ। सुसु हावा लिनुको मजै बेग्लै लाग्यो मित्रहरू। हाम्रो हिँड्ने कार्यक्रम चाहिँ जारी छ साथीहरू। जति हिँड्यो त्यति रमाइलो हुँदै गइरहेको छ यतातिर। मिल्ने भए रातभरि हिँडौँ जस्तो छ, तर के गर्नु, शरीर थाकिन्छ पनि। मेरो यो मित्र चाहिँ यहाँ चुपचाप हिँड्दा छ। मेरो मित्र अलिकति ग्रहण लाग्यो कि जस्तो अनुभव भइरहेछ मलाई यहाँ। हो नत्र हतकतक त हाँस्ने मान्छे अहिले चन्द्रमामा ग्रहण लाग्यो जस्तो भएको छ। थाकेको अवस्था। अच्छा, थाकेपछि ग्रहण लाग्छ अरे मित्रहरू, यस्तो पो हुँदो रहेछ। कपाल पनि काटेँ, कपाल काटेर हल्का फ्रेस भएर यस्तो बच्चा खेल्ने पार्कमा आइपुग्यो। अहिले चाहिँ रात पनि पर्यो, साँझ भइसक्यो, अँध्यारो भइसक्यो यतातिर। त्यही पनि यता चारैतिर चाहिँ बत्ती भएको कारणले गर्दा उज्यालै देखिन्छ। यो चाहिँ पार्क, बच्चाहरू खेल्ने ठाउँ। मेरो छोराले अब पिङ खेलेर मात्र भएन अरे, हिँड्न कोसिस पनि गर्नु पर्यो अरे। मेरो सानो यो पुत्र अति बदमास चकचक हुनु खोज्छन्। के गर्नु, बढ्दो उमेरमा यस्तै हो साथीहरू। आमा छोरा टक्लक 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 हुँदै आयो। ऊ छोराको सानो बच्चाहरू देख्यो भने हेरिहाल्छ, जान खोजिहाल्छ। त्यस्तो छ। अर्को बच्चा चाहिँ देख्यो, अनि अर्को बच्चा देख्यो, त्यतैतिर हेरिरहेको छ। ऊ अनुसारको साथी भेटेपछि जान खोज्छ, हेरिरहेको छ टक्लक टक्लक। त्यस्तै हो साथीहरू। बत्ती झल्मल्छ। यो अगाडि चाहिँ होटल हो। यता मान्छेहरू, यताको मान्छेहरू साँझ इभिनिङ वकमा हिँडेको छ। सानो बच्चा बच्चीहरूलाई यसो खेलाउन, फ्रेस हावा खुवाउन पनि ल्याएका छन्। यस्तै छन् यताको जीवनशैलीहरू साथीहरू। है साथीहरू, यस्तै छ यस्तै छ। अब अहिलेलाई यति भन्छ, रुन्छ पनि हाँस्छ पनि। अब यस्तै हो। नाची नाची, ल फेरि नाची नाची गरिदिनु। नाची नाची गर बाबु। नाची नाची नाची। उसको मुड चलेन, अब उसको मुड चले भए हात चलाउँथ्यो। यस्तै छ साथीहरू। हाई भन्नु ल, चलो ल, बाई बाई भन्नु। ल है साथीहरू, अब पछि भेटौँ ल। अहिलेलाई यति गरौँ है मित्रहरू, जाडो जाडो भइरहेछ। बाई 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 बाई।